यहाँ चाहिँ मेरो बाइक यो ब्रेक छ उता बुके चाहिँ यहाँ कुच्चे छ भने त्यही ठिक गराएको ठिक भयो। हेलो गाइस, वेलकम टु माई न्यू ब्लग। आज देखाउने छु तपाईहरुलाई यस्तो पहाडहरु। पूरा भिडियो हेर्दिनु होला। यही है आज का हमारा। हामी 8 जनाको 1600 टिकट, एक जनाको त छ। यति ठाउँ हेर्नको लागि केही छैन यहाँ माथि, यति खासै छैन। माथिको टिकटको होला, बाँकी त छैन। अनि यहाँबाट चाहिँ यताबाट अर्को भ्यू देख्न रहेछ। अरू त केही छैन। अब चाहिँ हामी चाहिँ उकालो चढ्दैछु माथि जाँदैछ केटाहरू। माथि धेरै उकालो छ। थाक्यो त एकैछिनमा। आधाको आधा पनि पुगेको छैन। थाकै मार्ने ठाउँ चौतारा। अझै माथि पुग्नुपर्छ। कस्तो लाग्यो आज? के छ ठिक छ चुर। जाँदा बिस्तारै। लिभर हो त हुन्छ। ओ अंग्रेज खाइ लाग्दैछ हो तिमी? एकदम जाओ लाग्दै यार। यसो मार्न जाओ लाग्दिला। तोर हे खामलाई आखाम यहाँ देवा। खम्बा अंग्रेज से था बिल्ले को। वाह, हो गया तो प्राडिम पर पहाड़ जो के प्राज मार छौंगल राउंड यार। सुपरमैन प्रो यही हो कले थिएन प्रा हाम्रो चोकको पेल्टेवा खालको। आमा भ्यू त दामी हो नि हो। पारा गाउँतिर यस्तो ठाउँ छ भने छ्या भन्थ्यो होइन। यहाँ सहरतिर पैसा तिरेर आउनुपर्छ यस्तो ठाउँमा, यस्तो ठाउँ हेर्नुको लागि। यहाँ देखिरहेछ नि उकालो त। आमाको यस्तो उकालो। पन्मारा मेरो टिमको चाहिँ सबैभन्दा अगाडि नै म छु। आँखाले देखेको छैन अहिले। आयो यहाँबाट लड्यो भने छैन। गर्मी हुन्छ यहाँनिर चाहिँ। यस्तो घाँसहरू रहेछ। यहाँतिरबाट पहाड छ, कुनै सेफ्टीको केही छैन। त्यही कारणले गर्दाखेरि चाहिँ यहाँ आएर रक्सीहरू खालो भनेर मना गरेछ। रक्सी ल्याउनु दिँदैन, चुरोटहरू लाइटरहरू पनि ल्याउनु दिँदैन। अब यस्तो कुनामा चाहिँ जाली लगाएछ। त्यस्तो छाउमा, पहाडको छाउमा चाहिँ छैन। हामीसँग आउने साथीहरू टन्नै टाढा छ। यता पार्क रहेछ, यहाँबाट पहाड। तल पहाड छ।
गर्मी हुन्छ थकाइ पनि लाग्यो हावा पनि चलिरहेछ माथि घाट दानी मान्छेहरू कहिले पहाडमा नचरे होला डर लागेर तिहार समातिरहेछ तिहार समाति गएर डर लागेर यहाँनिर त हात खुट्टा टेकिरहेको थियो पच्यो एकदम राम्रो डामिट हुन्छ प्लेसहरू चाहिँ अरे बाबा कस्तो चिप्लिरहेछ त्यो त बिचारा धेरै धनी हुनु नि ठिक होइन है सधैँ कारमा हिँड्ने मान्छे आज त पहाडमा चढिरहेछ यहाँसम्म स्कुटी रहेछ यार स्कुटी दिन्छु के ख्याप्छ क्या मुबाट होटल पनि रहेछ एकदम भ्यू हेर्ने ठाउँमा रहेछ ओ मनी पेमे होङ मान्छे हिन्दू मात्रै भए पनि बुद्धिस्टको झन्डा पनि लगाएर छ धेरै राम्रो आम्मा उताबाट फेरि सहर देख्ने रहेछ नि त हो उता हाम्रो गाउँको पहाडबाट जसरी सहर देख्थ्यो त्यस्तो रहेछ कहाँबाट हो बाटो उता पनि रहेछ स्कुटी खाँदै भएछ क्या मार्यौँ जा बाटै छैन कहाँबाट ल्यायो स्कुटी यार हेलिकप्टरबाट ल्यायो क्या ओ स्कुटी भाइ क्या मार्यौँ जा खाँदै भाइ ऊ चाहिँ तोर्नु त ट्यापो मुछ ऊ तर डेन्जर छ जे भयो नि केटाहरू तल आउँदैछ सबैभन्दा अगाडि म छु मेरो अगाडि एउटा दाइ जानुभएको छ भर्खर किनकि म चाहिँ स्कुलको बारेमा कुरा गर्दै थियो त्यही कारणले उहाँ चाहिँ अगाडि जानुभयो म साथीहरूले पर्खिँदै थिएँ आमासाला ए भर्खरै टिचरको आम्मा त्यत्रो टाइम लाग्यो यार कोही खान्दिम खान्दिम यहाँ सायद ची हेलिकप्टर कोर्पाई हिँड्जिमिला टिकट दाइ थाकेन हेलो म बहुत थाकेँ हाटेरै आलु जस्तो भइरहेको छ मान्छेले धेरै टाढा छ
खातारा ताल्दै क्याम्प च्याउँछ उसै पाहाडमा चाहिँ यस्तो घर रहेछ यहाँबाट तल पुरा बहुत अच्छा था है एक लोंग बर यार किती पाला मुला सुजानो गर्छ इमेन्ज यार तसे यार ठाउँ थोम यार हो छियो आज मात्रै त्यो राम्रो ओ मनी पे आ खा खा रे ngasih aja